तिमी कस्तो राम्रो छौ हौ। थ्याङ्क यू। क्रिम लगाएर आएको कि नेचुरल हो? नेचुरल त अफ्रिकामा बसेको होइन त। म त अफ्रिकन भनेर त राम्रो बनाएको सुन्छ कि बेटा? सुन्दिन कान बढीले के सुन्छ त? म नभने अब पाल्नु हात भाँचिदिएर हातमा राखिदिन्छु ल सबै पारेर भाँचिदिएर बस्न थालिन्छु त हुन्छ। जगान खोलेर नराम्रो बोले है कोसँग बोल्छस् राम्रो गरेर सोच त को त भनेको छोरी हो भनेको छोरी हो भने त्यस्तो बुट्टी लु हेर फाडेको कपडा यो मेरो पहिलाको लुगा थाहा छ होला हो र तिमी पैसाको थियौ ए छुट्टी भयो त्यही भएर अनि अहिले तिमी सन्चै छौ कि बिरामी छौ? जगान तल र तेरो चम्चीले आँखा घुचिदिन्छु काटेर मुखको कलेर खोप्पै घुचिदिन्छु है किनी निकालेर राख्नु हुन्छ नि त आइफोन किन्न नि पैसा कहाँबाट ल्याउँछस्? पैसा तेरो किनेर बेच लिएर ल्याउँछु। अनि तपाईँ ठुलो भएर के भने म ठुलो भएर के भने कुन एक्टर डान्स सिङ्गिङ आर्टिस्ट तपाईँ जसरी एक्टर नबन्ने कि हजुर अनि बरु भन्दा प्रियङ्का कार्की बन्ने प्रियङ्का कार्की भनेर बुझ्ने तर कति मेहनत लाग्छ नि तस्मा मान्छे भर्खर जन्मेको हो म तपाईँ भर्खर जन्मेको त मेरो पुरानो लुगा बालुसँग हुन्छ अहिले कत्रो भइसक्यो यहाँ त आँखा फ्लाएर लाउँछु कपडा छु मेरो सुनको कपडा तेल धोतो कपडा हैन मेरो चाँदीको कपडा हो नि त मेरो डायमन्डको कपडा हो नि त चाँदी भो चाँदी खान्छ अहिले कति रुपैयाँ 50 10 रुपैयाँ चाँदी त्यो बोइकट हानेर उफ तिम्रो चाहिँ सरी लामो पर्छ लट्टा खुट्टामा मैले गए त्यति गाली खानुपर्छ कि तिमीलाई त मेरो गाली सबै तोएर माथि जान्छ नि उफ अनि सुनको कपडा देखिदा पो आरिस लाग्यो मेरो चाँदीको कपडा देखिदा आरिस लाग्यो के चाँदी अहिले गइसक्यो सुन आउँछ डायमन्ड आउँछ के चाँदी हामीले दसमा पाइसक्यो चाँदी आँखामा मुन्द्री नि चाँदी भन्दा सुन महँगो अन्त बोल्नु पर्दैन बेसी किन कि तँ यहाँ छैन त्यही भएर बोल्दैछु सुनको कपडा पनि च्याति बेर अनि तेरो सुनको कपडा त च्याति हाल्नु पर्यो डिजाइनको के गोजीको खै गोजी पैसा राख्न सक्छ खै यहाँ त 5 रुपैयाँ अहिले चाँदीको माग 5 रुपैयाँ आउँदैछ के 5 को चाँदी देख्नु त्यसलाई म हात काटेर त्यसका जुत्ताको माला खसेर तपाईँको मालाको अनि अरू हजुर सुनको केटी होइन हजुर डाङको केटी होइन भाइ मैले लगाएको यो पाउलासम्म हुँदैन किन यति छोटो भयो किन्नु पर्दैन किन्न त बुझ्ने तिमीले लु यति नै किन्ने कुरा गरेको भने पैसा निकाल्नु न त तिमीले त चाँदी छ भने चाँदी बेचेर गर्नु सक्दैन किन सुन्न डायमन्ड बेचेर चाँदीको कुरा गर्नु न त्यो पढेर जान्छ छिटो अर्को कुरा गर्ने भयो जान तेरो शब्दमा एन्टीलाई जिपे नै लड्डु हजुरको चाहिँ पढाइ भनेपछि उताल्नु पर्यो गरेपछि एबी अनि हजुर चाहिँ ओ सुने गयो रुम भित्र बाहिर गर्नु पढ भन्दै नपढी नाची बस्दै खेली बस्दै त्यो चाहिँ को त्यो मेरो गाउँ हो अनि तपाईँ चाहिँ मैले पढ भन्दा हेलो गाइज आज चाहिँ म यहाँ चौथे खाने पार्टी गर्दैछु भने चाहिँ को हो त अनि मैले त्यो अनेक खाए अनि त्यो मैले भर्खर भन्छ नि भने के खाइ बस्छ पढाइमा ध्यान छैन खानुमा मात्रै लाग्दैछ लड्डुले आफ्नो कुरा गर्नुपर्छ अर्काको भइस त ए काटावाले चम्चीले आधा घुरा गाइन्छ अनि तेरो बोली धेरै लाउड भएन स्पिकर मेरो मान्छे मेरो मुख तल जान्छ तेरो भइस तल राख्नु त जुनियर म सिनियर हो दुनियामा सिनियर तेरो स्कुलमा त्यस्तो त घरमा त्यस्तो हुँदैन तर आचरण पढेको छैनस् त्यो तैले पढेको होला हाम्रो स्कुलमा आचरण हुँदैन त्यही भएर भनेपछि यस्तो पढेको स्कुलमा कहाँबाट आचरण हुन्छ आफै जान बाल्मिकी पढेर यत्रो पैसा खर्च गरेर भइस तल बाल्मिकी भनेको बाल्मिकी स्कुलको डर यो त पढि गएको त आज पढि स्कुल थुक्क अनि तपाईको छुट्टी नहुँदा त मैले दिराना स्कुलले पढाउँदा नि मेरो पनि 1 महिना छुट्टी हुँदा भन्ने अनि यहाँ त छुट्टीको भनेर के नआएछ त बोर्डिङ स्कुल पढ्छु अनि मैले पढ भन्छु ल त अनि मैले भनेको छु साथी त अहिले स्टार्ट गरे भने यहाँ भएको कोठी स्टार्ट गरेर गरेछ खतम गर्दैछु बुझिस तँ खतम के गर्ने खतम गरेछ भने मलाई छोड्ने हैन तपाईँ भइस तल लाए तेरो त मैले खाएको केराहरु पनि सबै तेरोमा भ्यालिङ त गरेको नि अरेमा लाग्दै त भइस माथि गर्ने तल राख भनेको थाहा छ एउटा बेला भइस गर्न के मलाई देखि नसिका जुनियर सिनियर जस्तै सिनियर के नाम छ यसको मलाई भन्न छ अब छु त राम्रो मुखले बोल्छु राम्रो मुखले बोल्न सक्दिन मेरो भइस यस्तै हो राम्रो मुखले बोल्दाखेरि आफू झगडा गरेको छ त्यसैले भइस तल राखेर बोल भने मेरो भइस नेचुरल थाहा भयो मेरो भइस नेचुरल कुखुरा काट ठुलो गर्नु छ त अनि माइले भइस माइटु अनि तिमीले तले अहिले ल्या जस्तो बोल्छस् बस्दै त मेरो भइस मेरो मर्जी तेरो भइस तेरो मर्जी म तेरो सिनियर त्यही भएर भइसको सिनियर र जुनियर स्कुलको त घरबाट कुरा गर्छ त्यो बोर्डिङ स्कुलमा राम्रो पढाउनु छैन आचार्य भएर चाहिँ कस्तो खाली स्कुल तिमीहरुकोमा थाहा छ कसरी पढ्छ पैसा लुटेर जस्तो हैन हामीहरुकोमा स्पोर्ट्स गराउँछ ब्याडमिन्टनहरु खेलाउँछ तिमीहरुकोमा राख्छ त हामीहरु कराटेहरु देख्नु के डान्स गराउँछ सबै के त्यो हामीहरु म्युजिक गराउँछ डान्स गराउँछ कराटे गराउँछ तिमीहरुको टेस्ट हुन्छ लु भन त एउटा सिधा न एउटा ब्लु हेभन ल तिमीहरु धेरै झगडा गर्ने अब मिल्ने मामाको छोरी र निनीको छोरी ह्यान्डसेक गर मिल अगर यिनीहरु त आफन्तको हो त